बाइबल र माओवाद सातौं संस्करण नक्कली कम्युनिस्टको पर्दाफास। यी हुन् माओको चौथो श्रीमती च्याङचिङ। 44 वर्षका माओसँग यिनले 23 वर्षको उमेरमा विवाह गरेकी थिइन्। माओको बुढेसकालमा यिनी निकै शक्तिशाली बनिन्। भ्याटिकनको चर्चले यिनै च्याङचिङलाई प्रयोग गरेर सांस्कृतिक क्रान्तिका नाममा चिनिया मौलिक धर्म संस्कृतिमाथि आक्रमण गराए। जब माओको मृत्यु भयो, देङ स्याओपेङको उदय भयो। देङले सिआइए र चर्चले च्याङचिङ मार्फत चलाएको इसाई मिसनरी सांस्कृतिक क्रान्ति सफाया गरिदिए। तत्पश्चात सिआइएले चियाङ र माओवादको आवरणमा देङ विरोधी अभियान चलायो। नेपालका कथित माओवादी भन्नेहरू यिनै चियाङ र सांस्कृतिक क्रान्तिको आवरणमा इसाई मिसनरी विचारका अमेरिकी युरोपेली मिसनरी अभियन्ता हुन्। नेपालको कम्युनिस्ट आन्दोलनको चौथो महाधिवेशन स्कुलिङ च्याङचिङ स्कुलिङ हो। मोहन विक्रम सिंह, मोहन वैद्य, प्रचण्ड, निर्मल लामा र यहाँका कथित माओवादी तिनै च्याङचिङवादी हुन्। अहिलेका राष्ट्रपति सी जिनपिङका बुबालाई सांस्कृतिक क्रान्तिका विरोधीका रूपमा यातना दिएको थियो। बुबाको यातना सहन नसकेर सी जिनपिङको दिदीले आत्महत्या गरेको इतिहास छ। नेपालको कथित प्रगतिवाद च्याङचिङ इसाई मिसनरी धारा हो। नेपालका सार्वभौम माओवाद देङ संशोधनवादी चिनिया साम्राज्यवाद भन्नेहरू चीन विरोधी सिआइए प्रायोजित हुन्। बाइबल र माओवादको सातौं संस्करणमा यिनै विषयहरू समेटिएको छ। सातौं संस्करण बाइबल र माओवाद विशेष गरेर असली कम्युनिस्टका लागि उपयोगी छ भने नक्कली कम्युनिस्टको पर्दाफास गरिएको छ।